हे गाइज, आज चाहिँ हामी छौँ चितवनमा। चितवनको नेसनल पार्क आज हामी भिजिट गर्दैछौँ। त्यहाँ हेर्नेछौँ थुप्रै जनावरहरू, किनभने त्यहाँ जनावरहरू चाहिँ धेरै नै छ। बाघ, भालु, हात्ती, गैँडा सब थोक छ। त्यही भएर हामी तपाईँहरूलाई देखाउँदैछौँ। हामीले जे देख्छौँ त्यो एनिमल्सहरू सबै देखाउँछौँ। हेर्दै गर्नुहोला। बच्चा पनि छ। देखिएन राम्रो। मिर्गै हो। मिर्गको झुन्ड अगाडि सिंह गइरहेको सरी सिंह गइरहेको मिर्गले जरायो सिंह अगाडि कहाँ हो यहाँ छ त हो कहाँ छ क्यामेरा अगाडि सिंह भएको अलिकति जुम धेरै भयो क्या आवाज धेरै भयो नि आवाज अलिक कम गरेको भयो जरायो क्या त्यो भागो गाइज, यति बेला हामी पुगेका छौँ बाघ हेर्नलाई, जहाँ चाहिँ बर्दिया अनि चितवनको दुईवटा बाघ राखिएको छ। अनि अर्को चाहिँ यही चितवनकै होइन त्यसले पनि मान्छे खाएको खत्रै चलेछ नि त है। के खुवाउनुहुन्छ यो बाघलाई? के को मासु? कति केजी खुवाउनुहुन्छ कि मारेर कि कसो? मासु मात्र जिउँदो त होइन नि 20 केजी दिन्छ कि एक दिनतिर यिनीहरू जिउँदो त दिँदैन नि काटेर दिने काटेर हुन्छ कि यिनीहरू सबै त्यो गरेर डाक्टरले त्यो गरेर दिनु सक्दैन त्यो हाम्रो गइन्छ नि बाहिर यिनीहरू दिन पाउँदैन त्यो मिटलाई चेक गरेर अनि यिनीहरूले खान मिल्छ भनेपछि अनि ल्याएर खुवाउने बाहिर हामी प्रायः जस्तो मान्छे आउँछ नि तिनीहरू लगेर दिनु पाउँदैन। यो बाघहरू कति वर्ष भएको छ भाइ? त्यो चाहिँ मलाई थाहा भएन नि बाघको त राखेको 2 वर्ष भयो अहिले मलाई थाहा भएन। तपाईँ यहाँको समितिको त्यो बाघ त्यस्तो के गरेर समातेर सुनिहाल्ने रहेछ होइन एकचोटि खास खाइरहने होइन न फेरि अहिले यहाँ यो नेसनल पार्कमा मात्रै कतिवटा छ बाघ? 133 वटा लाइभमा होइन लाइभमा त क्यामेरामा काउन्ट गर्दा मान्छे खाए नि यसो कहाँ सुतेको ठाउँबाट घरमा कति धेरै आउँछ त कहाँ खाएको भाइ? यहाँबाट 2 किलोमिटर भन्दा अलिक तल हो माडीतिर होइन माडी जङ्गलको छेउमा भैँसी नि थियो अनि मान्छे सुतेर भैँसीलाई चाहिँ केही नगरेर मान्छे खाने
ए भैँसीको मासु नखाने मान्छेको मासु खाइदिने मान्छे खाइदियो नि ओहो त्यो अजमबारीको झ्याङमा राखेको थियो मान्छेलाई त्यो लगेर चाहिँ बाग्ने त्यो वनभित्र यस्तो एरियामा ठुलो एरिया छ त्यो 100 मिटरको यस्तो 100-200 मिटरको घाडीमा बिचमा लगेर खाएर चाहिँ त्यो मान्छे त्यो गोठबाट अनि त्यस्तो तार भयो नि तारबाट यतिमा लिएर खाइदिएको त्यो बिच थियो कि अजमबारीको बिचको घाडीभित्र केही बाँकी नहुनेहरू खाइदिए केही नहुने कस्तो त्यसो बारमा चढेर कि कस्तो हो दाइ बुझेन मैले त्यस्तो बारसार चढेरै भएको कस्तो बुझेन त्यो बन्द यस्तो जाली छ नि त उठ्यो नि त्यो जालीबाट यस्तो छुट्या ठाउँबाट आएछ कि भाग ए त्यहीँ लगेको पुरै रगतै त्यो लुछेर लगेको भएर होइन लगेर बिचमा खाएर थियो अनि आएको नि त कसरी छ 12वटा हात्ती आएको त्यसलाई स्कट गर्नलाई समात्नलाई त्यतातिर बुझेन भने मान्छेको अन्त त्यो एकचोटि खाएपछि त्यही ठाउँमा आइरहने हो कि अरू ठाउँमा जाने कस्तो हिँडिरहने बाँकी ठाउँमा बस्दैन यो मान्छेले खाएको चाहिँ यो घुम्नु आउँदा खाने हो कि घर सुतिरहँदा खायो सुतिर आउँदाखेरि घटनाहरू घटिरहेको हुन्छ नि त्यो बुढालाई त्यति 10 लाख रुपियाँ दियो नि त निकुञ्जले ए त्यो म खाने मान्छेलाई त्यो उसको गल्ती थियो कि त्यो अब राति सुते बेलामा आएर अनि सुते ठाउँबाट निकुञ्जबाट आएको थियो कि 10 लाख रुपियाँ अनि त्यस्तै भयो त्यसरी घट्यो अनि त्यही बेलामा नि फेरि आते 12वटा हात्ती आएर आर्मीहरू आयो त्यसलाई के एरियामा हात्तीले घेरेको थियो माथि मनबाट क्या लटन सुन्थी त्यो गर्दा बाघलाई के एट्याक गरेन बाघले चाहिँ त्यस्तो गर्छ हात्तीलाई जस्तो डराउँदो रहेछ जानु त डराउँछ हात्ती पनि डराउँछ तिनै बिहा घटेको हुन्छ त्यस्तो अनि कस्तो सामान हो त त्यस्तो सामान सुइहाल्ने अब गनले गनले मैले बुझेँ कि हात्तीमाथि बसेर तान्ने हानेको होला नि त्यसो त्यो बाघलाई कति मिटर परबाट सुई हान्नलाई चाहिँ हात्तीमाथिबाट सुई हानेर नि त्यो त हात्ती डरायो भनेर उहाँदेखि नजिकै हुन्छ हुन त नजिकै भन्नाले यहाँडै उयो पोल जतिमा त्यही त भनेको त्यस्तो लगभग 10 मिटर गरेन त के मान्छेलाई अथवा त्यो हुन्छ नि हात्तीलाई कोही त हात्तीमाथि चढ्दाखेरि पनि एट्याक गर्छ नि त त्यो चितवनमै जस्तो लाग्छ त्यो मान्छे त्यो हात्ती सवारी गर्दाखेरि पछाडिबाट आएर झम्टेको थियो नि भिडियो देखेको थियौँ नि हामीले त्यो यहीँको होइन त्यो चितवनकै पनि त्यस्तो बल हान्दो रहेछ चितवन निकुञ्जमा के हात्तीमा सफारी गरेर हुन्छ नि त्यसमा ठ्याक्कै पछाडिबाट आएर मान्छेले ठ्याक्कै एट्याक गर्न आउँछ नि धन्न त्यो त्यसरी चाहिँ हानेर अलिकति बच्छ नि यहाँबाट खुवाउँछ क्या यिनीहरूले यहाँबाट हाय 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 रेल चलाउँछस् यहाँ म एक्लै बसिरहेको छु मलाई हेर्दैछ क्या बाँकेको एउटा पछाडि सिधामा त्यो त हेरेको होइन चितवन जङ्गलकै होइन त्यसैले खायो भने कसरी चिनिन्छ है डाक्टरहरू सबै थाहा हुन्छ बाघ हेर्नको लागि हामी माथि टावरमा बसेर ठ्याक्क
Okay, good night. रोयल बेङ्गल टाइगर यो दुब्लाको अझ यो एउटा यहाँ सुतिरहेको छ यिनीहरू खाना चाहिँ कहाँ उठ्दै अघि त्यही त थियो त्यहाँबाट धेरै भाषा छ उसलाई मिर्गो हेरे जस्तो छ होइन मिर्गो हेरे हो क्या त्यसले मिर्गो हेरे हो क्या त्यहाँबाट यहाँ थाहा पाइहाल्छ यिनीहरूले ठ्याक्कै खिच्न पाएन नि त्यो खुल्ला भएको के हो त्यो अघि यसो नि हेर्दा थियो होइन सिधै जान्थ्यो बोक्लै त्यहाँ छ नि त्यो सानो कोठा छ नि त्यहाँबाट दिन्छ हामीलाई घर जा घर जा अब खाना कसरी दिन्छ होला यिनीहरूलाई यिनीहरू त चढ्नै खान्छ होला अब हामीलाई बाहिर बलियो बनाएर राख्नै हिँड्दैन त्यो भत्काएर बाहिर भाग्यो भने बलियो अलिकति बनाउनुपर्छ होला यो ठिक छैन खानेकुरा अलिक कम खुवाएरै राख्ने होला यही बाघ त कस्तो कराएको यसलाई भोक लाग्यो होला दुईटा भाग्यो नि जाउँ जाउँ हाल्छ हुन्छ क्या हो भने देख्छु अनि त्यो बेला छोडिदिन्छ क्या त्यहाँ त अलिक बेलुकासम्म राख्दिन्छ मयूरलाई केही गर्दैन रहेछ है जानुभयो भने भ्याउनुहुन्छ कि जराहरूले कसैलाई के गर्दैन केमा आउँछ हामी बाइकमा आएको अनि यतैबाट जान्छ होला नि होइन कि उताबाट आउँछ यताबाट अब 20,000 लेखी चाहिँ हेरेर हो त्यही त जाउँ जाँदै गरेर आइहाल्छ जाम हामी निस्क्यौँ ढिलो हुन्छ गाइज बँदेल है बँदेल मैले चाहिँ बँदेल देखेँ ल हेर्नु है तपाईँहरू पनि हेर्नु बँदेल हेलो वी आर एट 20,000 लेक 20,000 लेक
कुन ठाउँ आएको रे हामी? हामी लोकतन्त्र नेसनल पार्कभित्रको 20,000 लेकमा आएको। यहाँ चाहिँ लेकहरू चाहिँ धेरै नै छ, त्यही भएर अनकाउन्टेबल भएर 20,000 लेक भन्ने छ हो। अनि यहाँ आउँदाखेरि चाहिँ तपाईँ आउनुभयो भने नेसनल पार्कको जुन इन्ट्रान्स छ त्यहाँबाट चाहिँ 5 किलोमिटर आउनुपर्छ। गाइज यहाँ फोटो भिडियो चाहिँ तपाईँहरूले मजाले बनाउन पाउनुहुन्छ होइन आफ्नै तरिकाले। तर यहाँ बोटिङ भने गर्न पाइँदैन, किनभने बाहिरबाट आउने पर्यटकहरूलाई चाहिँ बोटिङ गर्न अलाउड चाहिँ छैन। तर यहीँ भित्रको उहाँहरू देखिरहनु भएको छ, उहाँहरू चाहिँ यहाँको आर्मी हुनुहुन्छ। उहाँहरूले चाहिँ सायद केही निरीक्षण गर्दै हुनुहुन्छ होला, त्यो चाहिँ थाहा भएन। तर हामीलाई चाहिँ बोटिङ गर्न अलाउड छैन भनेर भन्नुभएको थियो, त्यही भएर तपाईँहरूलाई पनि भन्दैछु म। गाइस अब भने चाहिँ हामीले यहाँ फोटो भिडियो लिइसक्यौँ, अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ यहाँबाट। अब हामी निस्किँदैछौँ, तपाईँहरू पनि आउनु होला, एकदमै रमाइलो छ, राम्रो छ ठाउँ। गाइस यति बेला हामी सौरा पुगेका छौँ। सौरामा चाहिँ हामी गर्दैछौँ अब जिप सफारी। हामी अब जिप सफारी गरेर जान लागेको हो। बाइ। हात्तीलाई दुःख नदिकन जिप सफारी। हात्ती गर्न लागेको तर हात्तीलाई दुःख नदिए ट्रिपलमै रहेछ नि मलाई। जाओस् बिजनेस व्यापार जागिर पेसा बढी जाओस्, देश विदेश आउँदा जाँदा शुभ साहिद रहोस्, गन्तव्य दिएको हजुर आशीर्वाद लागोस्। अब चाहिँ हामी नेसनल पार्कभित्र छौँ। स्पीड लिमिट 5 किलोमिटर ओन्ली। यहाँ स्पिडहरू जानु पाउँदैन, 5 किलोमिटर मात्र। हेलो, हामी अब हामी यात्रा सुरु हुँदैछ यताबाट। के लेख्नु होला स्पिड लिमिट 5 We are having a time of our life. यसरी हामी पनि जान्छौँ। पहिले राजाकै शिकार गर्ने ठाउँहरू। महेन्द्र राजा शिकार खेल्न आउने जङ्गल। जङ्गल
अलि अगाडि लड्न चाहिँ उता जिप राखेको ठाउँतिर अलि अगाडि देखाउनु त्यो सब ओर्ने हेरेको थियो ओर्ने नि मिल्छ त अलिकति उहाँ बस्ने होटल हो रहेको छ ओके अहिले चाहिँ जीर्ण अवस्थामा छ महेन्द्र राजाको पालाको भएर अलि ध्वस्तै भएछ स्याहार सम्हार चाहिँ भएको छैन नजिकबाट हेर जाने हो र जाऊ न जाने भए अलि अगाडि हिँड्नुहोस् त्यहाँ त्यहाँ नजिकमा बाटो छ त्यहाँ हल्ला चाहिँ नगर्नु होला है किन मर्छ भने भाले मऱ्यो भने पोथी केही नखाइकन मर्ने हो यिनीहरूको एकदम कपाल यिनीहरू जोडी बस्ने एकदम माया हुन्छ यिनीहरूको यिनीहरू फेरि एकदम भेजिटेरियन फेरि लेउहरू मात्र खान्छ माछाहरू खाँदैन औ त्यहाँ जानु न जालीमा जानु त्यहाँ जानु हेर्नुहोस् महेन्द्र राजाले पहिला चाहिँ मासु पुरेर खाने रेस्ट गर्ने यही सोच्छ अब कति वर्ष भयो होला चाहिँ अहिले यो चाहिँ बन्द भएको चाहिँ अहिले 15-20 वर्ष भयो तर यो चालु भएको चाहिँ 50 वर्षभन्दा अगाडि त्यो बेलामा चाहिँ यहाँ चाहिँ अरू बेला रिसोर्ट चल्थ्यो एकजनाले विदेशीले $500 देखि $600 तिरै बस्थ्यो पहिला बिस्तारै है हेरेर सबैजना हेरेर खस्नु भएन डाइनोसर नै देख्यौ They can look like everything. Monkey, deer, people also. Different ones are here. They have long claws. They can survive only running water and they can live only everywhere survive गर्नु भनेको चाहिँ water hole, island, jungle, everywhere, lake, water hole. And तपाईँको crocodile चाहिँ full blooded reptiles. This one is camp. They can go to the outside like this to the vitamin D. कामबाट vitamin D पनि प्राप्त गर्छ. गाइस यहाँ चाहिँ बोटिङ गर्न पाइन्छ है अब चाहिँ किनभने राप्ती खोला छ यहाँ चाहिँ सौराको नजिक यहाँ चाहिँ तपाईहरूले बोटिङ गर्न पाउनुहुन्छ है त अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ हाम्रो जिप सफारी लगभग सकिएको छ हामी चाहिँ जहाँबाट चढेका थियौँ त्यहीँ जाँदैछौँ अब चाहिँ त्यसपछि हामी जान्छौँ इलेफेन्ट ब्रिदिङ गर्ने ठाउँमा गाइस यति बेला भने हामी हात्तीहरूलाई राखिएको ठाउँमा आएका छौँ जहाँ चाहिँ फिमेल हात्तीहरू र उसको बच्चाहरू चाहिँ छ
र साँझ परेपछि चाहिँ यहाँ रोनाल्डो हात्ती आउने गर्छ भनेर भन्ने सुनेको थिएँ मैले है। यहाँ बुझ्दा पनि त्यही नै भन्नुभयो, त्यही भएर धेरै रातिसम्म चाहिँ बस्न अलाउड छैन यहाँ पनि। यति बेला यहाँ नजिक नजिक चाहिँ मृग जरायोहरू पनि आउने रहेछ गाइस, हेर्नु है। हामी चाहिँ यति बेला म्युजियममा छौँ। म्युजियममा चाहिँ यो चाहिँ हात्तीको टाउकोको हड्डी हो गाइस, सबैजनाले हेर्नु होला, यस्तो हुन्छ। मेरो बुढाले चाहिँ चेक गर्दै हुनुहुन्छ तर यसरी छुन चाहिँ नहुने हो, तर हामी चाहिँ छुएर जे होस् हात्तीलाई चाहिँ भगवानको रूपमा हेर्ने भएकोले चाहिँ हामी दर्शन गर्ने हिसाबले वर्षाले पनि ढोक्दैछ। देख्न सक्नुहुन्छ हामीसँग चाहिँ यति बेला अर्को नयाँ मान्छे हुनुहुन्छ। उसको नाम चाहिँ शुभेच्छा हो, मेरो प्यारी छोरी, मतलब मेरो दिदीको छोरी, मेरो पनि छोरी। ऊ चाहिँ यहीँ सौराको नजिकै उसको अफिस छ, त्यही भएर चाहिँ यति बेला चाहिँ उसले हामीलाई यहाँ म्युजियम देखाउँदैछ। अब भने हामी यहाँबाट निस्किँदैछौँ। आजको लागि चाहिँ हामीले भ्लग चाहिँ यही सौरामै इन्ड गर्दैछौँ। धेरै रात परिसक्यो, देख्न सक्नुहुन्छ। यहाँ अब थोरै फोटो भिडियो लिन्छौँ, त्यसपछि हामी यहाँबाट निस्किन्छौँ। सबैजनालाई धेरै धेरै धन्यवाद यति बेलासम्म हेरिदिनु भयो। भिडियोलाई माया गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला सबैजनाले। थ्याङ्क यू सो मच, बाई बाई।